हेलो गुड मर्निङ यहाँहरू सबैजनालाई। आज चाहिँ म गाउँ जानले पुरै रेडी भइसकेको छु। हाम्रो 150 छ अनि हाम्रो सामानहरू छ अनि म चाहिँ आज यो पारामा जाँदैछु हैन। अनि मैले यो चाहिँ जहिले यो चाहिँ किन लाउँछु भने यो चाहिँ जुत्तामा कालो लाग्छ नि त, व्हाइट गर्नुपर्छ दामी कालो लाग्छ, त्यही भएर चाहिँ म यो लाउँछु हैन। अब चाहिँ म जान्छु। बाटो चाहिँ एकदमै दामी छ है यता चाहिँ। अब म चाहिँ देउराली निक्लिन आँटिसकेँ। बेस्ट छ बाटो, बेस्ट बाटो खतरा। यस्तै नुमसम्म यस्तै बाटो भइदियो भने क्या मजा आउँछ होला क्या। तर नुमसम्मै त यस्तो छैन होला जस्तो लाग्छ। गुराँस पनि खुलिरहेको छ है, यतातिर चाहिँ गुराँस दामी खुलिरहेको छ। वाउ खतरा गुराँस खुलिरहेको छ यहाँ चाहिँ, क्या बवाल छ यार। तर गुराँसको डेट गएछ, अब पुरै आर्मीको टोली छ त यहाँ चाहिँ। आर्मीहरूलाई नि अहिले चाहिँ गाह्रो छ होइन। कोही राजावादी, कोही राजा नराजावादी, हामी चाहिँ गाउँवादी। अब हामी गाउँ जाँदैछौँ। तर काठमाडौँमा चाहिँ कति महिना कति समयदेखि रक्सी बियर अनि त्यो वाइनहरू विस्कीहरू खान नपाउनेले चाहिँ काठमाडौँमा चाहिँ खतरा तरिकाले इन्जोय गरिरहेछ क्या। किनभने हुन्छ नि धेरै जसो के भन्छ तोडफोड गरेको पसलहरू भनेको चाहिँ रक्सी पसल होइन, अनि मोबाइल पसल अनि के भन्छ त्यो फलफुल पसलहरू चाहिँ तोडिरहेछ क्या। उहिलेको बुढापाकाहरू किन सहरमा बस्नु मन गर्दैन होइन, किन सहर मन पराउँदैन भनेको चाहिँ यो रहेछ क्या। आज आएर थाहा भइरहेछ मलाई। गाउँमा चाहिँ केही छैन क्या त्यस्तो। गाउँ चाहिँ एकदमै बेस्ट छ होइन। अब हाम्रोलाई राजावादी पनि छैन नराजावादी पनि छैन, आफ्नो आफ्नो तालमा होइन। अब बर्खा लागिसक्यो अनि आफ्नो आफ्नो काम आफ्नो आफ्नो खेतबारीमा छ मान्छेहरू चाहिँ। त्यतिखेर धमाधम के बोल्नु मभन्दा अगाडि आएको मान्छे हाल्छ। पानी पऱ्यो भनिरहेको थियो होइन हिजो चाहिँ, तर घाम लागिरहेछ क्या। आज चाहिँ टक्क घाम लागिरहेको थियो। बाटो चाहिँ बेस्ट यहाँ आइपुगेर चाहिँ बाटो बेस्ट छ होइन। अनि टक्क अब म चाहिँ नुम पुगेर चाहिँ खाजा खानुपर्ने हुन्छ। अनि खाजा खाएर अनि गाउँको लागि थोरै सामानहरू किन्नुपर्ने छ। सामानहरू किनेर चाहिँ लाग्छ केटो सेतुवा। बाटो राम्रो रहेछ भन्दै रमाउँदै आएको। फेरि यस्तो भेटिहाल्ने क्या बाटो राम्रो छ भन्यो। हे मेरे खुदा बचा ले मेरे को, अब मैं कभी नहीं आऊँगा इधर, यही रास्ता में कभी नहीं आऊँगा, बचा ले। उताबाट फेरि राजा आयो राजा। यो गाडीहरू आउँदा चाहिँ कस्तो हुन्छ नि, ससुरा आएको जस्तै लाग्छ यार। बिहे त गरेको छैन होइन, तर यो गाडी आउँदा चाहिँ हुन्छ नि ससुरा आएको जस्तै लाग्छ। क्या डर लाग्दैन गाडीमा तान केटा तान। तैँले तानिन छने कसले तान्ने, तान केटो तान। के हो के त्यो भागेर यहाँ आयो क्या हो? यो मेरो बाइकसँग हेलिकप्टर साट्नुपर्छ क्या यार। हेलिकप्टर उडाउँ लाग्यो त मलाई। शाबाश बेटा, बहुत बढ़िया। पुरै खक्रो हुँदो रहेछ त यार यो। के लगेको दाइले के लगेको? ए मैले त केपिओली भागेर यहाँ आएछ क्या। ए सामान लाँदै छ अरे यसले चाहिँ, हेलिकप्टरले चाहिँ। मैले चाहिँ सोचेँ काठमाडौँमा आन्दोलन भइरहेछ नि त, दुर्गा पर्साईले लखेटो छ क्या भनेको त।
होइन थ्याङ्क यू नुन बजार छिर्नु पर्ने हुन्छ हामी छिरो केटा छिरो आयो त नि ल यो चाहिँ हामी बनाइसकेको छ अहिले चाहिँ म नुमबाट तल झरेर कटुवाल डाँडा भन्ने ठाउँमा आइसकेँ अनि यहाँदेखि चाहिँ बाटो चाहिँ कुन हो भन्ने कुरा चाहिँ कन्फ्युज भइरहेको छ मलाई चाहिँ दाइ सेतो जाने बाटो कुन हो यता मोड्नुपर्छ हो ए हुन्छ सेतुवा जाने बाटो चाहिँ यो हरे रे भनेको बाटो चाहिँ तर अफरोड छ क्या यार उही त्यो त हो के आफ्नै गाउँ जाने बाटो चाहिँ थाहा छैन अब भनेपछि कुरो सकिएको हुन्छ फेरि कस्तो खाल्टो रहेछ यार तर के कराइरहेछ कि यो गाडी चेन कराएको भन्नु कि यसको समस्या के हो हेरिहाल्नु न त ओ चेन लास्टै टाइट रहेछ नि त त्यही भएर रहेछ मोबिल त एकदम ठिक छ मोबिल चाहिँ आफैले बोकेर ल्याएको छु नि त मैले टक्क हाल्नुपर्ने हुन्छ हामीले आफै हाल्नुपर्ने हुन्छ अनि गाउँतिर चाहिँ मोबिल चाहिँ अब पाउँदैन ग्यारेजहरू छैन त्यही भएर आफै स्टप बोकेर हिँड्नु होला त्यो यार टिफर जस्तो गराउँछ त गाडी त दाइ सेतुवा कहाँबाट छुट्छ सेतुवा जाने बाटो कहाँबाट छुट्छ हजुर बोर्डहरू केही छ हजुर यो रोड गएपछि जब अर्को रोड भेट्छौ तबसम्म यहाँ तल गएपछि यसो तेर्सो रोड छ हजुर त्यो तेर्सो रोडदेखि उतादेखि आउने रोड छ यसो जान्छ क्या उतादेखि आएर यसो जान्छ आर्मी क्याम्पबाट आउँछ होइन त उताबाट चाहिँ त्यो रोड उता सिधै जान्छ तिमी यो रोड सुइसी जान्छौ सिधै त्यो बाटो क्रस गरेर ओह्रालो झर क्या तिमी यो बाटो सिधै गरेर तेर्सो बाटो आउने बित्तिकै त्यो तेर्सो बाटो त्यहाँ बिहान हेरेर सिधै ओह्रालो जाऊ क्रस यो उता के अरे सोलाखानी जाने बाटोलाई क्रस गर्नु पर्यो नि त उता नजानु उता दाहिने देब्रे नजानु सिधै उँधो जानु ए हुन्छ धन्यवाद सेतै हो दाइ हुनु चाहिँ अनि धेरै पछि आएको नि त अब मेरो थरी गाउँ हो छेत्री हो कि मराई हो यता यतापट्टि पर्यो हाम्रो पहिला चाहिँ अब गाउँ चाहिँ यतै हो अनि काठमाडौँ बस्यो अनि अहिले चाहिँ खातबारीतिर बसिरहेको छु अनि यो के अरे पहिलाको अब गोरेटो त थाहा छ अनि यो रोड चाहिँ म पहिलोचोटि आएको नि त अनि त्यही भएर चाहिँ ल दाइ धन्यवाद फाइनली म चाहिँ सेतुवा छुट्टिने बाटोमा आइसकेँ सेतुवा जाने बाटो चाहिँ यो रे त भन्छ होइन तर बाटो चाहिँ कस्तो छ अब खोलासम्म चाहिँ ओह्रालै त्यहाँदेखि फेरि उकालै छ नि त
अब चाहिँ म खोला आइपुग्न आँटिसकेँ अनि बाटो चाहिँ एकदम डेन्जर छ होइन, त्यही भएर मैले भिडियो गरिनँ। अनि अब हेलमेटको अगाडि राख्नुपर्छ नि त क्यामेरा। अनि यताउँदै चाहिँ 1 मिस भयो भने गेम फिनिस हुने खालको बाटो रहेछ क्या। हेरौँ त अनि सिधै माथिबाट झऱ्यो भने चाहिँ खोलामै पुग्ने खालको ठाउँहरू रहेछ, त्यही भएर मैले भिडियोहरू गरिनँ। अब फर्किँदाखेरि चाहिँ ओ सेट फेरि यहाँ चाहिँ ग्राभेल रहेछ। यस्तोमा अन्त गाडी गुट्रो हुने भनेको त। यहाँ चाहिँ क्याम्प रहेछ काम गर्नेहरूको होला। अरे सबै अफ्रिकनहरू छ त यार, के भइरहेको छ यो हाम्रो नेपालमा। कहाँबाट राम्रो कहाँबाट नराम्रो। के यार ओ 220 को त। अनि यहाँ त बजार छ त, जता पनि 220 छ त यार गाडी। यता चाहिँ यहाँ चाहिँ धमाधम काम भइरहेछ। डोजर कति 4वटा रहेछ, 3वटा बडावाला, सानो एउटा रहेछ। ए पारी पनि रहेछ डोजर। वाट आम्मा काम धमाधम हुँदैछ। त्यो हेर यहाँ त माछा मार्दै बस्नु रमाइलो हुने रहेछ त। थ्याङ्क यू डोजर दाइलाई पनि। ए यहाँको पहिलाको बाटै भत्किदिएको रहेछ। यस सिधा तर्यो। अब चाहिँ फाइनली तर्यो ल, तर्यो पुल। गयो अब म चाहिँ एकैछिन बिसाउनु पर्ने हुन्छ। यो चाहिँ पहिलाको पुरानो बाटो हो। पहिलाको 3वटा पुल छ यहाँ। योभन्दा पहिलाको, अनि योभन्दा पहिलाको यो, अनि अहिलेको नयाँ चाहिँ यो रहेछ पुल चाहिँ। तर एकदम दामी छ पुल। यो बाटो भएर जान्छ हामी जाँदा चाहिँ के अरे गोरेटो बाटो हुँदा चाहिँ यस्तो अप्ठ्यारो छ क्या। अनि यही बाटोबाट चाहिँ खचडहरू हिँड्थ्यो पहिला, अनि अहिले चाहिँ अब गाडीहरू तर्यो नि त, त्यहाँबाट खचडहरू हटाइदिएछ भन्दा पनि अब कामै छैन नि त खचडहरूको। हामी भारी अब गाडीले बोकिहाल्छ, त्यही भएर अफरोड चाहिँ एकदमै अफरोड छ यो बाटो रहेछ। अनि तर फाइनली म चाहिँ खोलासम्म आइसकेँ। अब चाहिँ म सिधा जाने पुल तरिसकेँ। अनि अब चाहिँ गएर म सिधै हुन्छ नि माथि एउटा खाजा खाने ठाउँ छ, त्यहाँ चाहिँ त्यो ठाउँलाई चाहिँ लुलुम्मा भन्छ।
अनि त्यो ठाउँमा गएर चाहिँ म भेट्ने छु। अनि गाडीको हालत चाहिँ अहिले यस्तो भइरहेको छ, चेन हल्का टाइट रहेछ अनि हल्का ओह्रालोमा चाहिँ कराइरहेको छ। अब उकालो छ पुरै। अब चाहिँ सिधै म माथि गएर भेट्ने छु यहाँहरूलाई, त्यसपछि म गाउँ जान्छु। अहिले चाहिँ म गाउँ निस्किसकेँ अनि माथि तल खोलादेखि बाटो चाहिँ यस्तो अफरोड रहेछ होइन। अनि यताउतिको मान्छेहरूले चाहिँ दामी छ बाटो भन्दै थियो, बाटो चाहिँ एकदम बिग्रेको रहेछ। म चाहिँ एकैछिन यहाँ बिसाएको छु अनि म चाहिँ यहाँ खाजा खान आएको हो। अनि गाडी चाहिँ पर छोडेको छु, यहाँदेखि यस्तो घुमेर यहाँदेखि यस्तोबाट घुमेर आएको छ नि त अब गाडी के अरे रोड चाहिँ। अनि पर मैले गाडी छोडेको छु अनि यहाँ चाहिँ म खाजा खान आएको छु। अनि पहिलाको गोरेटो बाटो चाहिँ हो, अनि यो बाटो हामी भारी बोकेर हिँड्थ्यौँ क्या यो बाटोबाट। अनि हाम्रो मेन भारीले बोक्दाखेरि बिसाउने ठाउँ अनि खाजा खाने ठाउँ चाहिँ यो थियो। अनि अहिले चाहिँ मान्छे नै हिँड्नु छोडिसकेको छ, पुरै गाउँबाटै गाडीमा गइहाल्छ नि त मान्छेहरू प्रायः। अनि त्यही भएर खासै यो बाटो हिँड्दैन रहेछ। अब चाहिँ म सिधै गाउँ जान्छु अनि म सिधै गाउँ गएर मात्रै भेट्छु, किनभने बाटो चाहिँ एकदमै अफरोड रहेछ क्या। अनि त्यो बाटो अफरोड भएको कारणले चाहिँ म भिडियोहरू बनाउन सक्दिनँ। अनि म सिधै गाउँ गएर भेट्नेछु। अहिले चाहिँ म फाइनली गाउँ आइसकेँ अनि गाडी चाहिँ मैले पर छोडेको छु। अनि यता चाहिँ रोड छैन नि त मेरो घरतिर, काकाको घरतिर चाहिँ। अनि त्यही पर छोडिराखेर चाहिँ अहिले म खाना खानु जानुपर्ने हुन्छ। गाडी चाहिँ एकदमै हिलो भएको छ। अनि अहिले एकछिनमा आएर धुने कार्यक्रम गर्नुपर्ने हुन्छ। बाटो चाहिँ दामी बनाएको रहेछ ल पक्क। यतातिर यो चाहिँ मेरो गाउँ हो, यो घरहरू। अब म सिधै ऊ त्यो निलो हो, म घरमै गएर मात्रै भेट्छु। अब अहिले चाहिँ म घर आइपुगिसकेँ अनि घर चाहिँ यो हो, घर यही हो। यता चाहिँ किचन हो हाम्रो यता चाहिँ। अनि म चाहिँ सिधै ढोका जाने खोटेखेरि म चाहिँ सिधै अब पछि जाने बेलामा मात्रै भेट्छु। घर बाजे उहाँ हुनुहुन्छ मालिक।